हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। यो चाहिँ मेरो पहिलो भिडियो हुन्छ युट्युबमा र आजदेखि चाहिँ मेरो मोटो भ्लगको जर्नी चाहिँ स्टार्ट हुन्छ। र हामी यहाँ बिरबास भिलेज पोइन्टबाट चाहिँ हामी नास्ता खाएर चाहिँ निस्किन लागिसकेका छौँ। है त गाइज, देख्न सक्नुहुन्छ हामी आज दुईजना छौँ। पछि झन् थपिनेवाला छौँ। कहिले स्लो राइड हुन्छ, कहिले के हुन्छ र यही गरेर ल अब हामी चाहिँ मोटो ब्लगमा भेटिन्छौँ है। ल गाइस, ल हामी चाहिँ रेसिङतिर जानेछौँ। आज चाहिँ राम्रो भ्यू आउँछ कि सायद गाइस। ल हाम्रो यात्रा सुरु भइसकेको छ। हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा हामी चाहिँ रेसुङ्गा आइसकेको छौँ। र मैले अघि बाटोमा चाहिँ मोटो ब्लग गरेको थिएँ र यो इयरफोनको कारणले चाहिँ सबै त्यो पुरै किरा करायो भने बर्ता कराएर चाहिँ त्यो भिडियो चाहिँ मैले राख्दिनँ होला सायद। र जाने बेला चाहिँ मैले राम्रोसँग राख्छु र हजुरसँगै अब सिनेमेटिक हेरेर हजुरहरूले हेलो गाइज, अघि चाहिँ मैले भिडियो गराएको थिएँ कि अलि साउन्डमा चाहिँ प्रब्लम आएर चाहिँ अघिको आएको भिडियो चाहिँ हल्का सिनेमेटिक सर्ट जस्तोमा राख्छु होला सायद। अब चाहिँ भोइस चाहिँ राम्रै आउँछ होला सायद मेरो ख्यालमा चाहिँ। र यसै गरी हामी चाहिँ हल्का फोटोसुट गरेर चाहिँ हामी रेसिङ गरेर निस्कन लागिसकेको छौँ। र तिनको बाइक चाहिँ तल नआउने भएर चाहिँ मेरो बाइक मात्रै तल लिएर आएको। अब चाहिँ हामी यस्तो गतितिर जान्छौँ होइन। अब 5 पनि बज्न लागिसक्यो, अनि त्यही भएर हामी चाहिँ निस्किन्छौँ अब। ल गाइस, मैले चाहिँ अघि कति धेरै कुरा भनेको थिएँ कि अब त्यस्तै भयो, अब भिडियो पनि आएन होइन। त्यही भएर चाहिँ अब चाहिँ बिस्तारै बाटो क्रममा भनौँला। ल गाइस, हामी चाहिँ यहाँ आइपुगिसक्यौँ। ल चाँडै अब रबिन, क्यामेरा एङ्गल चाहिँ हल्का नमिल्न सक्छ अहिलेको लागि चाहिँ, यत्तिकै उ गर्नु ल। हामी चाहिँ रेसुङ्गाबाट निस्किसकेका छौँ गाइस। यता चाहिँ निर्माण भइरहेको छ है त। ल हामी चाहिँ बिस्तारै झर्छौँ किनभने मेरो ब्रेक प्याड चाहिँ सकिसकेको छ पछाडिको। अनि मैले चाहिँ अब यतातिर पाउँदिनँ नि यसको सानोवाला, अनि त्यही भएर चाहिँ मैले चाहिँ एमटीको चाहिँ काटेर चाहिँ मिलाएर राखिदिएको छ हाम्रो ग्यारेजवाला दाइहरूले। र त्यही भएर चाहिँ राम्रोसँग लागेको छैन, त्यही नै अब म्यानेज गरेर चलाइरहेको छु बुटल नजानुसम्म। देख्न सक्नुहुन्छ यो सीताराम मन्दिरको हल्का भ्यू। मन्दिर भन्नाले अब पार्क जस्तो सानो पार्क राम्रै छ। ल यतादेखि चाहिँ हाम्रो शान्तिपुर जुगुम यता कता देखिन्छ है त गाइज। ल गाइज, हामी चाहिँ झर्दैछौँ बिस्तारै। अब माइक किन्न पर्ने हुन्छ मैले चाहिँ गाइज, किनभने अब मेरो चाहिँ मोटो भ्लगको चाहिँ अब निरन्तरता हो कि दिन्छु। त्यही भएर चाहिँ अब हजुरहरूलाई चाहिँ मेरो बोली सुन्न, मेरो मोटो ब्लग सुन्न
को लागि चाहिँ सब्सक्राइब गरिदिनु होला। बाटो यस्तै छ, के गर्नु, विकास हुन गाह्रो छ, बिस्तारै बिस्तारै त भइरहेको छ कि। त्यही नै चाँडै भओस् भन्ने कुरा हो। अब रेसुङ्गा भनेको गुल्मी जिल्लाको चाहिँ अब भनौँ न एउटा राम्रो पार्क, अब ओपन एरिया ग्रिनरी भएको ठाउँ हो नि त। त्यही भएर चाहिँ यसलाई चाहिँ यो ठाउँलाई अलि चाँडै विकास गरे राम्रो हुन्थ्यो मेरो ख्यालमा। तर हाम्रो भनेर केही पनि हुँदैन होइन। यता चाहिँ बनिरहेको छ, यता चाहिँ होइन। यो चाहिँ पहिरो जानलाई मात्रै हो क्या, पिच गर्न त होइन होला सायद। अघि चाहिँ ट्र्याक्टर थियो कि भर्खर चाहिँ छैन ट्र्याक्टर। यो चाहिँ पहिरो छेक्न मात्रै हो सायद। बाटो विकास चाहिँ भन्न मिल्दैन होला यसलाई। ठिक छ, जे भए पनि चाँडै भओस् भन्ने कुरा हो। अरू त के भन्नु छ र। ओ बुलेट लिबन चाहिँ मेरो अगाडि आइसकेको छ। एक्कासी चाहिँ मैले चाहिँ यसलाई क्रस गरेर जान्छु। हामी चाहिँ अब हाइवेमा निस्किन लागेको छौँ र हामी यता चाहिँ राइट लागेको चाहिँ तमघास र लेफ्ट लागेको चाहिँ रेडीतर्फ। यतादेखि चाहिँ रेडीतिर जान्छ। बुटोल कता कता हो, कता चारैतिर जान्छ भनौँ होइन। र हाम्रो साथी चाहिँ अझै पछि आइरहेको छन्। म भने अघि आइसकेँ होइन। यताको बाटो चाहिँ सानो छ। अब राजासम्म रुन्कासम्म चाहिँ गराएर भइसकेको छ बाटो। होपिङ फर चाँडै बनोस् यो बाटो। अरू त के भन्नु छ र। ठिक छ, जे होस् गुल्मी चाहिँ बिस्तारै बिस्तारै अब आफ्नो ठाउँ चिनाउँदै छ। ओ बाख्रा, जे होस् गुल्मी पनि अब सबै जिल्लाभरि भन्दा अलि माथि आइसकेको छ। किनभने यसको नेचुरल ब्युटीले गर्दा चाहिँ ल गुल्मी चाहिँ बिस्तारै बिस्तारै चिनिँदै गएको छ सबै ठाउँभरि। चिन्नुहोस् पनि अझै विकसित भयो आफ्नो ठाउँ विकास भएको देख्दा चाहिँ खुसी लाग्छ हामीलाई। हो चिप्लो माटो देउसी रे। ल हामी चाहिँ अब गौडाकोट बजारनिर आउँछौँ। फोनबाट चाहिँ त्यति धेरै वाइड एङ्गल आएको छैन होला, आउँदैन पनि। र बिस्तारै बिस्तारै हजुरहरूको माया देखाइदिए बाद चाहिँ मैले गोप्रो चाहिँ किन्ने छु होइन। त्यही नै अहिलेको लागि चाहिँ मेरो फोनबाट ब्लग हेर्नु होला मेरो। हामी चाहिँ अहिले गौडाकोट आइसकेको छौँ। यो चाहिँ बजार, गौडाकोट बजार। यता चाहिँ पालिका छ, गुल्मी दरबार पालिका। बिस्तारै हामी गौडाकोट बजार पनि कट्न आँटिसक्यौँ। ओ गाडी चारैतिर गाडी, किन होला गाडी। यो चाहिँ मेलपोखरी जङ्गल भन्छ। यहाँ चाहिँ राम्रो नराम्रो काम सबै हुन्छ। मन्दिर पनि छ, राम्रो कुरा। डेटिङ भने नराम्रो कुरा हो क्या सायद। देख्न सक्नुहुन्छ कति राम्रो ठाउँ। वाह, यता पनि जङ्गल, यता पनि जङ्गल। बिच्चा हनुमान भन्न नभएको। ल गाइस, यो चाहिँ कोकलले मेरो भिडियो हेर्नुहुन्छ। हामी चाहिँ आज रेसुङ्गा गएको थियौँ र मेरो टिकटक आइडीलाई पनि अझै सपोर्ट गरिदिनु होला। सपोर्ट त भइरहेको छ कि, लाइक भ्युज पनि राम्रै आएको छ। अझै हुन्छ नि त्यसलाई अझै राम्रो मलाई अलि पपुलर भन्नेहरू के होइन। जस्तै अब मेरो भ्लगलाई पनि अलि माथि ल्याइदिनु होला। टिकटक आइडीको भिडियोलाई पनि अलि भाइरल गराइदिनु होला भन्ने मात्रै होला। अब त्यस्तै होला सपोर्ट भन्ने। त्यही नै अब म गुल्मी अब म जहाँ जहाँ डुल्छु होइन, त्यहाँ त्यहाँको चाहिँ हजुरलाई भिडियोहरू भ्लगहरू चाहिँ राम्रोसँग देखाइदिन्छु। ल
राम्रो लाग्छ भने सब्सक्राइब गरिदिनु होला, राम्रो लाग्दैन भने त के भन्नु मैले। पारिपट्टि देखेको चाहिँ जुगुम एकदम ठुलो छ, लगभग जुगुम भनेपछि चाहिँ के भन्छ तलदेखि माथिसम्म चाहिँ छुट्टा छुट्टी ठाउँ छ, तर वडा पनि छुट्टा छुट्टी हो। त्यही नि जुगुम भने चाहिँ एकदम लामो छ, ठुलो छ होला, लगभग गुल्मीभरिको ठुलो के भन्छ त्यही होला। मलाई यस्तो अलि धेरै कुरा थाहा छैन क। ल यहाँदेखि चाहिँ पिच सुरु हुन्छ फाइनली गाइस। हामी चाहिँ एकदम बिस्तारै जान्छौँ किनभने हाम्रो साथी हराइसकेको छ, रबिन खाते भन्ने रुन्का द देख्न सक्नुहुन्छ। यो चाहिँ स्कुल यस्तो निर्माण चढिरहेको छ, राम्रो भइसकेको छ स्कुल पनि। म पढेको स्कुल चाहिँ यही हो गाइस, 11 र 12। कति मेमोरेबल पाथहरू छ यसमा चाहिँ, के भन्नु त्यो कुरा त नसम्झौँ होला। राम्रो त नभनौँ, सबै नराम्रो पक्षहरू हो। राम्रो पक्ष त अब मान्छे राम्रो हुनु पर्यो नि त, होइन र राम्रो हुनलाई। हामी यसै गरी चाहिँ रुन्खा बजार, ओ जाम लाग्छ है त्यहाँ त, के हो नाइ यसो त हुँदैन नि। यो जङ्गलमा यो बाटो, जङ्गल त नभनौँ है गाइस, यो बाटोमा चाहिँ कति हिँड्ने सँगसँगै जिएफ भौस्की साथी भौस्की होइन, तर धेरै 4 वर्ष भयो पढाइ, 4 हो कि 3 वर्ष भयो पढाइ सडेको पनि। अब के गर्नु, बुढो हुँदै गएको छौँ, केही गर्न सकेको छैन अझसम्म। के गर्नु, पिर पर्छ। अरू कहाँ पुगिसके, हामी भने यसरी भ्लग गराउन हिँड्ने हानी गाह्रो छ। हामी चाहिँ अहिले ठ्याक्क बदरकोटा स्कुल लिएर आइसकेको छौँ। यहाँ माथि चाहिँ स्कुल रहेको छ ग्रिन बर्ड, र यहाँदेखि हेर्नु सक्नुहुन्छ गाइस। अब चाहिँ यहाँको भ्युज हेर्नु गाइस। अब अनि सक्छ त नि गुल्मीको भ्यूलाई। यो हो नि त सोरो गाइस, यो हो नि त गुल्मीको एकमात्र परिचय, नाम सबैले सुनेको बिरबास बजार। हामी चाहिँ अब बिरबास बजारनिर आइसकेको छौँ। यतादेखि चाहिँ एकदम राम्रो भ्यू देखिन्छ अर्खाँचीतिरको, अर्खाँची गुल्मी सबै जोडिएको छ यतातिर चाहिँ। र हाम्रो अगाडि के छ त भन्नुहुन्छ भने बिरबास बजार राम्रो छ, एकदमै राम्रो ठाउँ, सबैले सुनेको, लगभग गुल्मीभरि सबैले थाहा हुन्छ। यो चाहिँ हाइवेमा चाहिँ पर्छ, र बिरबास बजार भन्ने बित्तिकै गुल्मी नभए पनि स्याङ्जा, अर्खाँची, बागलुङतिरका पनि कोही मान्छेहरूले थाहा चिन्छन् होला सायद, सधैँ रोज्छा गर्नुहुन्। देख्न सक्नुहुन्छ कति सुन्दर छ हाम्रो बिरबास बजार। हामी चाहिँ बिस्तारै जान्छौँ, हजुरलाई बिरबासको भ्यू देखाउने तरिकाले बिस्तारै जान्छौँ। पहिला चाहिँ यहीँ थियो कार्यालय ओडाको, अझै पनि यही छ 4 नम्बर ओडाको। एकदम राम्रो छ, मान्छेहरू राम्रो छन्, बिरबासका सबै राम्रो छन् होइन। देख्न सक्नुहुन्छ कति सुन्दर छ। ओहो अनि यसै गरी हामीले चाहिँ पल्लो बिरबास भन्छन् यसलाई चाहिँ, जुन अलि मेन ठाउँ भएको, मतलब नि बिरबासमा चाहिँ अलि बाक्लो माहौल भएको चाहिँ हामीले कटिसकेको छौँ। र हामी यसै गरी चाहिँ पल्लो बिरबासतिर चाहिँ जाँदैछौँ गाइज। बिस्तारै हामी अघि बढिसकेको छौँ अनि हाम्रो गन्तव्यतिर आइसकेको छौँ हामी गाइज। रबिन आइसकेको छन्। बच्चाहरूलाई हुइली देखाइदिएको थोरै। हाम्रो चाहिँ यो संस्कार भाइको होटल है हो। भाइले अस्तर हेरिदिएर यो चाहिँ अल्लो बिरबास। यसै गरी
कहाँको यो श्री छत्रदेवीको चाहिँ बस आइसकेको छ छुट्टी हुने बेला भएछ बल्ल गाइज र गाइज हामी फाइनली हाम्रो गन्तव्यतिर आइसकेको छौँ के हो बाक्लो माहौल छ रबिन यार बाक्लो माहौल छ यार यसै गरी हामी एकछिन बस्छौँ यहाँ हेर्नु त को आयो हाम्रो भ्लगमा यसो उहाँतिर के रेसुङ्गातिर बाहिर त बस्ने होला न ए बाहिरै बसौँ क हामी चाहिँ एकछिन यहाँ बस्छौँ होइन र गाइस हाम्रो चाहिँ अब चिया ब्रेक पनि भइसक्यो र यो चाहिँ अब हाम्रो एन्डिङ भिडियो भनौँ न एन्डिङ पार्ट र सबैजनाले मेरो भिडियोलाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला ल गाइस अर्को ब्लगमा भेटौँला